सम्पूर्ण नमस्ते। हामी आज भैँसीको पाडा गोलाको चाहिँ पथरी अड्केको छ। यो पथरी कसरी निकाल्ने भन्ने कुराहरू चाहिँ तपाईँहरूलाई एउटा भिडियो बनाएर एउटा सन्देश दिन खोजिरहेका छौँ। र मुख्य गरेर हाम्रो भैँसीको पाडाको जुन हाम्रो पथरी अड्केको छ, हामीले पथरी अड्क्यो र त्यसलाई चाहिँ सर्जरी गर्नुभन्दा पहिला हामीले राम्रोसँग त्यसलाई चाहिँ क्लिन गर्नुपर्ने हुन्छ भने रौँहरू काटेर फालिदिनु पर्ने हुन्छ। र रौँहरू काटिसकेपछि त्यसलाई राम्रोसँग सफा गर्नु पऱ्यो होइन। सफा गरिसकेपछि सर्जरी गर्ने इक्विपमेन्टहरू हामीले पनि त्यसलाई सफा गरेर क्लिन बनाइराख्नुपर्छ भने हामीले सम्पूर्ण राखिसकेपछि हामीले पाडोलाई उठाएर हामी चाहिँ एउटा टेबलमा राख्छौँ र त्यो सर्जरी टेबलमा राखिसकेपछि हाम्रो काम भने अगाडि बढ्नेछ। तपाईँहरूले पनि प्रष्ट रूपमा देख्न सक्नुहुन्छ। हाम्रो यो सर्जरी हुँदैछ अब यहाँ चाहिँ यो त्योभन्दा पहिला हामीले ह्यान्डलिङ गर्नुपर्छ। ह्यान्डलिङ गर्दाखेरि चाहिँ पाडो धेरै नहल्लियोस्, हल्चो नगरोस् भनेर त्यसपछि हामी सर्जरी गर्ने ठाउँमा सेभरल लिक्विडले चाहिँ हामीले सफा गर्छौँ, किनभने त्यो फोहोरहरू सफा होस् भन्नको लागि। त्यसले हामीले यसमा चाहिँ धेरै नचलोस् र दुखाइको महसुस नगर्छ भन्नको लागि हामीले पुच्छरको भागभन्दा अलिकति माथिको जोइन्टमा चाहिँ हामीले यसमा चाहिँ लुब्रिकेन्ट त्यसमा छोटो हुन्छ छाम्नुपर्छ है। अलिक बलियो पनि हुन्छ होइन। त्यसमा राखिसकेपछि हामीले हेर्नुपर्ने हुन्छ कति जान्छ कि जान्छ भनेर। र त्यसपछि इन्जेक्सन माध्यमबाट हामीले त्यसमा सुई लगाउनु पर्ने हुन्छ है। त्यसपछि सुई लगाइसकेपछि हामीले त्यसलाई तानेर निकालिदिन्छौँ। त्यसपछि हामीले चाहिने पनि मेडिसिनहरू राख्नु पर्ने हुन्छ। र सर्जरीका सामानहरू हामीले तयारी गरिसकेपछि त्यसलाई दुखाइको महसुस भयो कि भएन भने हामी निडले खोल्ने काम हुन्छ भने त्यसमा त्यसलाई चाहिँ हामीले चाहिँ लुब्रिकेन्ट पनि त्यसमा लगाइदिन्छौँ, किनभने त्यहाँनिर हामीले काट्नुपर्ने हुन्छ र त्यहाँबाट हामीले